गुड मर्निङ ओम सबैमा शुभ प्रभात र आज चाहिँ फागुन 7 गते फागुन 7 गते रहेको छ र आजको योग पनि राम्रै भएको छ हाम्रो। यदि यदि तपाईँको चाहिँ योग कस्तो भयो, तपाईँ बिहान उठ्नु भएको भएन र तपाईँले टाइम दिनु भएको भएन योगमा 5 मिनट योग अथवा एक्सर्साइज जुन जेसुकै गर्नुहुन्छ तपाईँले 5 मिनट टाइम दिनुभएको भएन, दिनुभएको छ भने राम्रै हो, तपाईँको लागि नै हो। 5 मिनट तपाईँले आफ्नो टाइम निकालेर योग गर्नुहोस्, एक्सर्साइज गर्नुहोस्, बिहान बिहान उठ्नुहोस्, एक्सर्साइज नगरे पनि ध्यान गर्नुहोस् र जुन चाहिँ तपाईँको लागि नै हो, हेल्थको बेनिफिट नै हुन्छ। सो म आज तपाईँहरूको लागि चाहिँ नयाँ सूचना लिएर आएको छु। सूचना के छ भनेपछि महिला योग शिविर समिति महिला पतञ्जलि योग समितिबाट चाहिँ सूचना आएको छ कि महिला ट्रेनरहरू जुन चाहिँ पहिले नै योग सम्बन्धी ट्रेनिङ लिइसक्नुभएको छ, उहाँको कार्डहरू बनिसकेको छ, उहाँहरूलाई चाहिँ एडभान्स ट्रेनिङका लागि पतञ्जलिले बोलाएको छ र त्यो चाहिँ फागुन 30 गतेदेखि चाहिँ हो र 2-3 दिन टाइम छ अहिले। यो टाइममा चाहिँ उहाँहरूले चाहिँ आफ्नो फर्म बुझाएर ट्रेनको टिकटहरूको लागि चाहिँ कन्फर्म गर्नको लागि चाहिँ अनुरोध गर्दछौँ र यो चाहिँ ट्रेनिङ लिन जाँदाखेरि चाहिँ ट्रान्सपोर्टेसन कस्ट मात्रै लाग्छ, जुन चाहिँ 6000 हो आउन जान कस्ट। र त्यहाँ पतञ्जलि योग शिविर पुगेपछि त्यहाँको खाने पिउने अथवा जे पनि कस्ट छ सबै पतञ्जलि योग शिविरले नै बेहोर्छ। सो महिला सहयोग शिक्षकको अथवा एडभान्स ट्रेनिङको लागि जानको लागि महिलाहरू जति ट्रेनिङ लिइसक्नु भएको छ उहाँलाई चाहिँ अनुरोध छ कि 2-3 दिन टाइम छ अहिले, कन्फर्मेसन गर्नु होला। फागुन 30 गतेसम्म टाइम छ र 30 गते चाहिँ हो र सो कन्फर्मेसनको लागि सुमित्रा म्याडमसँग कन्ट्याक्ट गर्नु होला अथवा रेणु पण्डित म्यामसँग कन्ट्याक्ट गर्नु होला। महिला योग समितिबाट चाहिँ यो चाहिँ सूचना रहेको छ र आजको दिन तपाईँको शुभ होस् र यसरी नै योग गर्दै गर्नु होला। आफ्नो समय निकालेर, धेरै नभए पनि 5 मिनट निकालेर योग चाहिँ गर्नु होला र योग नछोड्नु होला, कन्टिन्युटी दिनमा राख्नु होला। दैनिक जीवनको लागि चाहिँ एकदमै योग चाहिँ इम्पोर्टेन्ट हो। सो धन्यवाद, बाई गाइज।